यो ब्लग बनाउनु कठिन थियो बाय हेलो थ्याङ्क्स फर वाचिङ बाय लाइक सब्स्क्राइब व्हाट्स अप बेबे पाँच पोखरी कलिङ इज कलिङ केडो मकमक देखिरहेको छु अल्ट्रा वाइड के भन्नु छ थाहा भर्खर त स्टार्ट हुँदैछ यहाँ अगाडि हेर्नु न लोवर टन्नै छ It's bloody awesome. That's freaking crazy, man. Never experienced like this before. Yeah. के छ भाइ के छ हालखबर कस्तो हुँदैछ ठिक छ निमर दाइ कस्तो हुँदैछ पाँच पोखरी ट्रेकिङ अहिलेसम्म वाउँदै छ माथि चाहिँ के छ हौ भन्ने हुन्छ अब 2 सप्ताह बबाल है अहिलेसम्म त टुप्पोको छेउको छेउ पनि हिँडेको छैन अहिलेसम्म ठिक छ थाहा छैन अनि फुलवन दामी है ल अगु भन्नु के छ What's up, guys? अगु चाहिँ आर्सेनललाई होइन प्रमोसन दिँदैछ अब यो साल चाहिँ आर्सेनलले प्रिमियर लिग जित्छ भन्दा अनि पछाडि चाहिँ नाम हेर्नु फेरि खतरा छ फेरि नामै नदेखाइदिन केटाहरूले लु 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 केटा होला अब चाहिँ हिँड्नु पर्यो अब रेडी भाइहरू चाहिँ यहाँबाट स्कुल जाँदैछु तल पुग्नुपर्छ स्कुल माथिबाट बल्ल 40-50 घन्टा हिँडेर हामी बल्ल जता त्यतै डाँडा छ पाँच पोखरी चाहिँ माथि डाँडामा छ माथि बल्ल इन्ट्री गेट आइपुग्यो ल हामी चाहिँ छिम्डेबाट 1 घन्टाकै देउरा आइपुग्यो केटाहरू अगर 1 घन्टा मलाई आइपुग्यो अब कति लाग्ने हो केटाहरू त्यो हिमाल दाइले त सुक्दै गयो त ए सेट पछाडि गयो क्या हाम्रो चाहिँ दिदीलाई पानी हो केटाहरूले पानी दियो अमित चाहिँ पानी पिउँदै गई आयो तर बाइक ल्यायो भने चाहिँ यहाँसम्म चाहिँ आइपुग्ने रहेछ टुङ्गा अर्ग्यानिक दिदी यो गाउँको नाम चाहिँ के हो ए देउराली माथि बाटो मेमे टसी दिले
लथनले डोला गते घन्टा 12 किलोमीटर 12 किलोमीटर डोला काले हाना त पाङ हम ओ यहाँ चीज पजिन लदान दो दिन नाम जंग 3 बजे दो ये ए 3 बजे ओ यहाँ चीज 10 खाना डोला ग्यामली होते आफ्रा टीसी ब्रला डोला टीसी ब्रला गोंगसी डोला वो ये चीज 1 बजे नहीं मिलेंगे तो 8 बजे ना दो मेमे से डोला भी मैं जब डोला दोबा फुल ल ब्रो बाटो पाउँछ नि धारा जम बाटो फुल नभराउनु बोक्न सक्दैन कि तपाईँ बोक्ने बाटो पाउँछ पानी लेट्स गो आर्सेनल लेट्स गो लोजङ गरे पछि उता लाठी बिना नबोक्दैन पाउँदैन पानी यो लट्ठी हैन यार ए है फेरि लट्ठी फेरि त्यहाँ फट मजा यो लट्ठी लिन आयो फेरि लु मेमे निजिन आउने लोग बसे नि यहाँ ए तल लसो मेमे ए मैले बोक्नु पर्ने ल दानी दाइ हिँड्न सकिरहेको छ नि हाम्रो दाइ जिउ खतरा छ कि मलाई थाहा छ कि दाइ चाहिँ लोकल जिउ हिँड्न नसक्ने भने चाहिँ को हाम्रो अगो होइन हेर्नु न त्यही त होइन भने हेर्नु न सबसे सामान बढी नै हाम्रो अगुको छ अनि हेर्नु न यहाँ अगुको सामान सबसे बढी नै अगुको छ कि अनि अगुलाई हिँड्न सक्दैन यहाँ दालमुट सालमुट छ एउटा एक्सट्रिम छ अगुको यहाँ लुङतर छ लुङ त हाम्रो माथि राख्नै पर्यो 5 पोखरीमा अब यस्तो नेमा आएपछि है गर्नै पर्यो पाल्नै पर्यो अहिले डुब्की हानेर त्यो पाप सब पखाल्नै पर्यो डुब्की चाहिँ मबाट हुँदैन होला जे होस् होइन मतलब टाउको त धुने नि त म पनि डुब्की त हान्दैन केटाहरू जङ्गिँदैछ डुब्की हान्ने भन्ने माथि केटा 5 पोखरी कस्तो हुँदैछ तिमीहरूको उमेरमा त मैले उडा सर नि समाज कति ढिलो अलि चाँडो बिहान छिटो उठ पर्नु गर्छ सबैजना गर्छ ओए गर्छ ओ पागल होइन तिमी किन यस्तो ओए कति सुधे 5 पोखरी आइज चाँडो पाप गर्न सबैको अल्छीको पोहरू छिटो आइज घर अब आफ्नो पाप पखाला जहिले घरमा काम नलाग्ने हल्लाउँदै भन्ने नि नमिल्ने मिल्दैन नि थम भन्ने चाहिँ मिल्ने रे थम त हाम्रो स्ल्याङ होइन स्ल्याङ भयो नि त यो त ऱ्यापमा जान्छ नि त हामी चाहिँ भर्खर 9:30 भयो हल्लाउने 1 घन्टामा देउराली आइपुग्यो चिम्डीबाट अनि यहाँ चाहिँ यस्तो अब 5 पोखरी गएर चाहिँ होइन म भगवानलाई प्रार्थना गर्छु माथि यतिको दाइ चाहिँ चाहियो क्या भारी बोक्दिनु पर्यो यस्तो अनि हान्नु पर्यो अलिअलि अनि सक्छ भाइको भारी बोक्दिने यतिको दाइ चाहिँ चाहियो कि लो सु बच्चा लेट्स गो बिचानाको भारी बोकेर हिँडेर छ ल हाम्रो अगो चाहिँ ओपी इन द च्याट सबैजना कमेन्ट गर्नु पर्यो ए मेरो हाँसो चाहिँ लास्ट खत्तम छ कि मलाई हाँस्नु मन लाग्छ फेरि यसको चाहिँ ब्याक हो साथीभाइ फेरि जमजम अब तिमी नि 5 पोखरीसम्म लाने तिमीलाई पनि अनि हामी 5 पोखरी जाने ल सँगै तिमी मेरो साथी आजदेखि आऊ लेट्स गो
नो नो उहाँ माथि उहाँ माथि बसाउँला आउनु ए यहाँ बसौँ यहाँ बस्न आउनु हामी चाहिँ बाटो यस्तो छ 5 पोखरी दोखाङ र चाहिँ स्याउनै कहाँ हराइ छ सबलाई एउटा खाँदा मलाई भएन ए स्याउ पनि किराले खाइसकेछ बाटो चाहिँ यस्तो आइपुग्यो अब फेरि यस्तो जानुपर्छ तँलाई मात्रै जुम गरेर ल्याउनुपर्छ कस्तो चाहिएको रहेछ देखाइरहेछ त नि जता जता नफेल केटा हो ए ओके ओके केटा हो ट्रेकिङ जाँदा चाहिँ थोर चाहिँ यसरी जता त्यतै फाल्नु होइन हाम्रो जस्तो यसरी होइन टिपेर उहाँ डस्टबिनमा छ डस्टबिनमा फालिदियो यसरी डस्टबिन बनाएको छ नेचुरललाई हल्का नबिगारौँ मैले नोटिस गरेन यो साइडमा छ नि साइडमा छ क्या आमा याङ्ग्री नै क्या घर जस्तो त्यो भित्र छ त गुम्बै भित्र ए पुरा त्यो घर बनाएको छ के ढुङ्गा कस्तै त्यो घर हो र आमा याङ्ग्री नै हैन होला त्यो त घर हो त ओ सिजा गएको म यहाँले के भनेको थियो ए त्यो यहाँतिर नि यस्तो देखिन्छ भिरभिरतिर बोल्नेबाट फल्ने रहेछ है त्यो बुढा त्यो कुन ठाउँमा हो घर पनि के रे गाई जस्तो देखिन्छ अरे आइपो छ अरे के किन के अरे उनीहरूले गएर प्रार्थनामा आएर क्या एकजनाले गाई भैँसीहरू वस्तुहरू दियो भने अरे आएको अरे फर्किने बेला पछाडि हेर अरे सब ढुङ्गा भए गाई वस्तुहरू अनि त्यस्तोकै सेपमा ढुङ्गाहरू छ अरे क्या बाजपोखरीमा छ अरे थाहा हुन्छ त्यही हो मम्मीहरू तलको के अरे मन्दिर जस्तो छ त्यहाँ के जान्ला त्यो त होइन होला हामी हुक्का जानेहरूको त्यो डाँडा चाहिँ आमायाङले डाँडो हो यो चाहिँ आमाले डाँडा हुन्छ नि नसिकाउनु नि यहाँ बारटेन्डर त छ थाङ्गा म चाहिँ के टेन्डर थाहा छैन सिनियर यो जुनियर बारटेन्डर म त बेरोजगारीको अध्यक्ष फर्स्ट अध्यक्ष त सेकेन्ड अध्यक्ष त थर्ड हुन लाग्छ म नि तिमी त काम भएको मान्छे हो बेरोजगारी भएर त नआएको अलिक काम नगरेर रोजगारी भयो त त्यही हुन्थ्यो अड्किएर रोजगारी त रोजगारी नै हो टार्गेट टुपी डाँडा थियो होइन हिजो बेलुका चाहिँ अलिकति हिँड्न पाएको होइन अब चाहिँ हामी टुपी डाँडा पुग्छ 1 घन्टा जति लाग्छ होला भर्खर कहाँ आइपुग्यो मोटो चाहिँ त्यो ल ठिकै सबै त एकछिन मात्र हो मुलाले खै कहाँ अब टुपी डाँडा आइपुग्नु थाल्यो 3 घन्टा लाग्यो छिम्डीबाट यहाँसम्म आइपुग्नु अब चाहिँ एकछिनमा डाँडा त्यसपछि बिस्तारै के थाहा छैन त्यसपछि 5 पोखरी बाटो चाहिँ यस्तो छ ट्रेकिङ जान चाहिँ मजाको छ बजारोस् ट्रेकिङ अघिसम्म चाहिँ गीत बजाउँदै मजाले आइरहेको थियो उपर चाहिँ लान नपाउने रहेछ माथि चाहिँ त्यही भएर केटाहरू उपर ल्यायो भने चाहिँ पहिल्यै लुकाएर ल्याऊ फेरि उतल टिकटमा त्यो गर्दो रहेछ अनि सबको नागरिकताको फोटो चाहिँ चाहिने रहेछ सिन्धुपाल्चोकको हो कि नत्र भए 100 चार्ज यो चाहिँ अहिले
वार्निङ जानकारी सबै अब 5 पोखरी ट्रेकिङ आउन मन छ भने चाहिँ मेरो भ्लग होइन मेरो सब्सक्राइबरहरूलाई सब्सक्राइबर जानु छ भने जम्मा 10 जना जति तर पनि यसो के थाहा भाइरल हुन्छ कि भनेको ए यहीँ 7 जना छ नि अब एउटालाई सब्सक्राइब गर्न दिनुपर्छ बिस्तारै त्यो 7 सब्सक्राइबरबाट पनि त्यही माध्यमबाट पुगिन्छ अरू ठाउँबाट या थोपाले समुद्र बन्छ यार बाटो चाहिँ यस्तो मजा आउँछ है सिधा बिचमा त्यो एउटा त्यो देखाएको नि भिडियोमा सिडीवाला कस्तो सिधा काट्यो त्यो ढुङ्गाको बिचबाट जाँदो रहेछ नि त्यो पनि आउँछ होला त्यो माथि नै होला जस्तो लाग्छ हाम्रो अगो चाहिँ सबसे भारी चाहिँ अगुले बोकिरहेको छ सो यस्तै गर्नुपर्ने अवस्था यस्तै छ नाजुक छ कसैलाई गाह्रो कसैलाई सजिलो गाह्रो भन्नु मिल्दैन यहाँसम्म आएपछि यति गर्नै पर्यो महत्त्वपूर्ण सबजना सँगै जानु पर्यो सँगै आएपछि घाइते भए पनि सँगै कुरेर हुन्छ कि लडेर हुन्छ कि त्यो चाहिँ हाम्रो अगुले हल्का दिएको है एडभाइस पनि भन्छु अनि अरूलाई के भन्नु अब रमाइलो गर्नुपर्छ सँगै आएपछि या त्यो कुरा चाहिँ विचारमा राख्नु होला अनि जोस् मजा आइरहेछ ट्रेकिङ गर्न होइन अब मजाले अनि लोगो चाहिँ अहिले लगाएर आउनुभयो होला लास्ट चिसो चाहिँ चिसो छ हो झन् माथि झन् खतरा चिसो होला है अनि यता हाम्रो पेम्पा कहिले बोल्दैन तर सबै ट्रेकिङ ग्रुपमा चाहिँ यस्तो एउटा हुँदो रहेछ कि एउटा शान्तिवाला नबोल्ने कोही धेरै बोल्ने है ल्याङ हुँदो रहेछ नि ए दिनभरि लाग्छ दिदी ए दाइहरूले चाहिँ दिनभरि लाग्छ अरे उहाँहरू नि गएर आएछ ठिक छ एकछिन बोक न नि ओभर छ त हो घट्टा आइपुग्यो घट्टा मेल वाउ कहाँ आइपुग्यो मौसम खै हिमालय यहाँबाट यति देख्न थाल्यो अब माथि गर्मी छ घाम चाहिँ खतरा चल्यो कि चर्पको काम भेटेको भए ठिकै हुन्थ्यो भेटिहाल्यो अब पछि पर्यो जिन्दगीको खेल छाडी जाने नै हो साथै थियो प्राय समय थियो अनि माया गाँसेको तिमी हाँसिराख्नु है जहिले पनि हाँसिराख्नु है तिमी हाँसिराख्नु है तिमी हाँसिराख्नु है बल्ल टुपी डाँडा मेमेहरूले बल्ल टुपी डाँडा टुपी डाँडा भुसनबाट चाहिँ कति नाच्छ होला 5 पोखरी 12 12:30 मा टुपी डाँडा घण्टा हो यार अझै पनि राति पुग्यो नि घण्टाको मात्र कुरो हुन्छ यार मिनेटको त खुरै आउँदैन यार हेलो हिरोम्यान
एलमेन ताजा गाला फुटेछ चिसोले एलमेन ताजा ट्याप समझ खा बर्ब ल हामीलाई एउटा साथी पायो आले 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 कहाँ लाने यो आले कता लगेको हामी चाहिँ बल्ल टुपिराट आयो अब यहीँ बसेर के गर्ने यहीँ बसेर खाना खाने कि के हो अब है अब यहीँ खाना खाएर अनि एकछिन बसेर जाने अब हामी चाहिँ आलेले टुपी बसौँ न त अरे एलमिन दाजा अले कता लगेको त्यो कहाँ लाने ट्याप लगेर गयो लैजाऊ घरमा लगेर जाऊ घरमा लैजाऊ ल लुगाउ ल दराजमा हामी चाहिँ टुपी डाँडा आइपुग्यो उता त मा उता सात आज कति हिँड्नुपर्ने कति 1 घन्टा लाग्छ यो नगर माथि छैन ठाउँ कति टाइम लाग्छ रे खाना 20 मिनट यहाँ पार्कमा त 1 घन्टा लाग्छ आमामा टाइम लाग्छ हजुर कुनै नि खै म खोलिदिन्छु ल 5 गरी होटल छ नि त्यहाँ त हुन्छ होला है तपाईँले भन्नुभएको त दाइले खोलिदिन्छु यहाँ के भन्दैछ खाना बनाउनुपर्छ एक्लै हुनुहुन्छ अरे 1 घन्टा लाग्छ अलिक अगाडि छ भन्नुभयो है 20 मिनट अगाडि त्यहाँ धेरै छ होटलहरू कति घन्टा लाग्छ 20 मिनट लाग्छ न सिधै छ कि ठाडो बाटो हो फेरि तिमीलाई क्यामेरा त्यही सिधै बाटो छ अरे को हो त्यो तिमी हो त्यो आले नाम के हो तिम्रो आले घर लैजाऊ न नाम के हो आले तिम्रो आले आले नाम के हो तिम्रो आले नाम के हो अब टुपी डाँडा यहाँ चाहिँ खाना 1 घन्टा जति लाग्छ एकजना भएर 7 जना छ हामी त्यही भएर अब माथितिर खाने हो यस्तो यस्तो हिमालहरू देख्छ अनि यस्तो अब चाहिँ मजाले देखिरहेको छ हिमालहरू माथि माथि डाँडा पुगेपछि पेम्बा चाहिँ जहिले चुपचापमा छ पेम्बा चाहिँ थाक्यो त हाम्रो विष्णु हो अब त्यस्तो छ अनि केटाहरू चाहिँ यहाँ अब होटलमा अब टुपी डाँडामा खाना खाने भनेको टुपी डाँडामा खाना त अब के गर्ने टुपी डाँडामा चाहिँ खाना अलि लेट हुन्छ अरे भनेर एकजना मात्रै रहेछ खाना बजाउने 1 घन्टा लाग्छ भनेर अनि हामी चाहिँ यहाँ माथि आएको अब यहाँ चाहिँ होटलमा खाना बसेर खाना खाने अनि फेरि हिँड्ने हिँड्नुपर्छ हामी होइन यिनीहरूको केटाहरूको गफ चाहिँ हावा हावा हुन्छ यहाँ हाम्रो यहाँ जस्टिन बेबर अर्को चाहिँ जस्टिन फ्लेभर यो चाहिँ अब नेपाली सस्तो जस्टिन बेबर हो त्यही भएर यहाँ चाहिँ अनि हाम्रो यो चाहिँ कुन फ्लेभर हो मिन फ्लेभर हम त झोल चामलिङलाई हो म चाहिँ झोल चाउमिन हेलो गाइज यु नो दिस इज जोन चामलिङ राई जोन चाउमिन झोल चाउमिन त्यो देखिरहेको छ यार रत्नपारको जोन चामलिङ ए रत्नपार
बस्ने हैन यहाँ अगाडि ढ्याप ढ्याप गर्ने देखाइदियो अब यो दाइ यो बोक्नु त ट्याप धन्यवाद अब होटेल यहाँ नि छ माथि नि छ खोइ माथि अलि भ्यू राम्रो जस्तो छ अब होटेल भनेकै मेन उ यहाँ रहेछ त्यहाँबाट पाल बोक्यो होला छ माथितिर उ त्यहाँ माथिको त भने मैले छ रहेछ हौ माथितिर नि यो चाहिँ तङ्गु होटेल जाडो भयो भने राति चाहिँ तोङबा शेर्पिनी नानीको मिठो बात तोङबाको रात अनि हामीले के छ भात अनि खानु मासु भात कुखुराको मासु त्यसले खान्छ मेरो लाट नेपाली जोलिसेन्स नो नेपाली This is not good for my blog. This is so bad. There's too many followers. Only I have a subscriber, only 5-4 people. So 7 people. Too much followers. त्यति भयो भने के गर्न बाँकी चाहिँ अब चाहिँ सब्सक्राइबर बढ्छ होला सायद ए यहाँ 6वटा सब्सक्राइबर यहाँ भेट्यो बाटोमा यस्तो केटाहरूलाई अब के भन्ने यस्तै छ जिन्दगी एउटा गीत चाहिँ मेरो एक्सको लागि के गरौँ तिमीलाई सम्झी के भनौँ सम्झी ताहाले के गरौँ म के गरौँ अनि अर्को हामी हिजो छिटो आइपुगेको भए हाम्रो आज 5 पोखरीको ट्रेकिङको म्यानेजर चाहिँ हाम्रो अगु है पैसा सैसा सब अगुले खर्च गरिरहेछ स्पोन्सर त्यही भएर स्पोन्सर भएर भारी चाहिँ मेरो दुईटा ब्याग छ के छैन किनकि स्पोन्सरको भाइ वहाँ पर्यो किनकि मैले भारी बोकेन भने मलाई स्पोन्सर गरिदिन भन्दियो अब बोकिदियो तामाङ तम्बङ हो निन्मिन तामाङ हिँड्ला तामाङ तम्बङ बब्रब चब ओ चुन चब तपाईँले मलाई ओए तामाङ तम्बङ सिम्लु छाडा चाहिँ आबङ हो तामाङ तम्बङ निन गदे घन्टा त जियो 4-5 घन्टा त जियो 5 घन्टा त जियो 5 घन्टा त चाहिँ एक बज्दी चाहिँ हजुर कहाँ यहाँ गयो त्यो गोरु मलाई याक यस्तो भयो भने त ल्याङ हाल्छ केटाहरूको हेर याक फेरि कस्तो हुँदो रहेछ हाम्रो केटाहरूले यो गोरुलाई याक भनिरहेछ ल जिन्दगीमा फर्स्ट टाइम ट्रेकिङ आइरहेछ कि हाम्रो केटाहरू भनेर भन्दिनँ सिद्धै केटा सिद्धै ल अब मेमोरी चाहिँ कति होला चिसो ल्याएर सिँगानमा नै आइरहेछ सिगाउँदै लो केटाकेटी हो सुतेर मात्र नबस 11-12 बजीसम्म ट्रेकिङ हिँड यस्तो अलि भगवान् भाउ ठाउँतिर यसरी हिँडेर पाप घटाउ आफ्नो आमा बुवाको लागि राम्रो मोलम गरौ खायो ल सम्झाउ आला सम्हालो ए ल मर्जी टिकी ठ्यास ए जसको चाहिँ अनुहार छैन त्यसको चाहिँ त्यो भन्ला नि मलाई कमेन्टतिर हामी चाहिँ अब होटेलमा खाना खाने भनेको 7 जना एक घन्टा सबै ठाउँमा त्यस्तै रहेछ भेज खाना हो त है भेज खाना रे है त भेज खाना यहाँ मासु कहाँबाट पाउँ
मासु चाहिँ पाउँदैन त अब मोबाइलमा ठिकै छ भेज खाना अब खानु आयो मासु पाउँदैन रे अब भेज खाना खाँदैछौँ हामी चिकन खाना पाउँदैन अघि तल त चिकन देखाएको जस्तो लागेको थियो अब खाना खाँदैछु एकछिन अनि खाना खाएको ब्लग बनाऊ ल बाई बाई टाटा केटाहरू चाहिँ अब खाना अर्डर गरेर बसिरहेको छ यता हाम्रो केटाहरू सबजना अनि घाममा यस्तो होइन काम त अनि यता चाहिँ एकदम मजाको घाम तापेर अक्खिदेखि आइरहेको पेम्बोलाई लास्ट तिमी चाहिँ चस्मा लगाएर गिटार बजाउ त ठ्याक्कै त्यो बजाउनु बौद्धमा बजाएको रे हामी चाहिँ गिटार बजाउँदै मजाले ल अब एउटा जोन चामलिङ राईको गीत जाउँ न त के गरौँ होइन अब हामी ग्रुपमा ल खानाको रेस पेम्बा तिमीसँग भन्छु तर बोलाइहाल्छु म बिर्सिदिन्छु तिमीलाई तर सम्झिहाल्छु तिम्रो के वास्ता बुझेनौ तिमीले मेरो व्यथा नचाहेको होइन तिमीलाई Said yo, I got
सुरु होइन केटा म यहाँ बस्छु ल बादलै बादल बनाइदिएछ त के हो केटा कट गर्नु आकाशको छोरी जस्तै लास्टै चिसो अब चाहिँ चिसो भइसक्यो घामहरू पनि सब बादल देखिसक्यो अब उत्साह आउँदैछ अनि ठाउँ चाहिँ अहिले बाटो चाहिँ यस्तो मजाको सिधा आइरहेछ त्यही भएर फटाफट हिँडिरहेको छु अब चाहिँ हिँड्नुपर्छ खतरा फर्मको आउँछ त ठिक छ बाटो चाहिँ यस्तो छ दामी छ अहिलेसम्म हामी चाहिँ ओह्रालो त्यहाँबाट जाने उकालो हुन्छ साइडला हामी यहाँ 8:30 बजे नौसम्म पाउ आइपुग्यो रात भएर भ्लग पनि बनाएन अनि अब यता केटाहरू खानामा चिरिक्कलो यो भन्दैछु केटा त हात दिँदैछ दाल आलु तरकारी अनि के हो यो अचार पराठा ओहो